चाहिँ हिजो उसिनेको धान हैन यस्तो एकचोटि राख्ने हिजो भिजाएको धानलाई यहाँ भुट्ने त्यसपछि यसमा भुटेर यसमा खाने रिपोर्ट पनि हुनु पर्यो हल्का फुट्छ अलिकति फुटेपछि अनि यसलाई चाहिँ त्यतिखेर यो चिउरा कुट्दै गरेको अवस्था हो। कुटेको धानलाई यसरी कुटिन्छ। यो कुटेको चिउरा अब यसलाई केलाउन बाँकी छैन। त्यसपछि यहाँ केलाइन्छ नाङ्लोमा। नाङ्लोमा केलाएर सबै भुसहरू फालिन्छ। अब यो तयारी चिउरा प्रतिमाना कति 100 रुपियाँ होइन 120 रुपियाँमा बेचिन्छ है त।